गाडी अगाडि गएर पछि ब्याक भएको अवस्था देखिन्छ। हामीले हेर्दाखेरि गाडी अगाडि गयो, गएर टर्निङमा चाहिँ गाडी टर्निङ गर्न नसकेपछि गाडी ब्याक भएको अवस्था छ र ब्याक भएर चाहिँ गाडी सिधै त्यो उसमा खसेको छ। त्यहाँबाट लगभग 800-900 मिटर तल खसेको अवस्था चाहिँ छ। यो गाडी खास ब्याक हुनुको पछाडिको कारण यो ओभरलोड हो कि के हो खास? अब यो मेलामा आएको मान्छे त नर्मल्ली 21 जना भनेपछि त सामान्यतया ओभरलोड नै मानिन्छ। अब यसमा मेलामा आउन सायद मान्छे मात्रै छैन, त्यसमा अब सामान पनि हालेको छ। उनीहरूले आफ्नो अन्य चिजहरू पनि हाल्दाखेरि अब क्षमताभन्दा बढी नै छ। एउटा त क्षमताभन्दा बढी नै भइहाल्यो। अर्को मेन कुरा बाटो चाहिँ चिप्लो पनि छ, साँघुरो पनि छ, टर्निङ भएको अनि बाटो चिप्लो भएको कारणले चाहिँ गाडीले पिकअप लिन नसकेको अवस्था हो। दुर्घटना पछि उद्धारमा निकै ढिलाइ भयो, एकदमै अप्ठ्यारो छ यहाँ ठाउँ यो जहाँबाट गाडी तल झऱ्यो। यो हिजो 2:40 घटना घटिसकेपछि हाम्रो टोली यहाँ आयो। पानी पनि परिरहेको थियो। पानी परिसकेपछि यो तपाईँको जहाँबाट गाडी खसेको छ त्यहाँबाट त्यो जो मान्छेहरू जो डेड बडीहरू भयो मान्छेहरू छ 800-900 मिटर तल छ। त्यो पनि छरपष्ट छ, एकै ठाउँमा छैन। गाडी धुधा अवस्थामा छ, कोही रुखमा अड्केको छ, कोही चाहिँ जान्छ। तर त्यो ठाउँमा जानलाई पनि जुन गाडी जुन ठाउँमा छ त्यो ठाउँसम्म जानको लागि पनि धेरै जोखिम छ। प्रयास गरेको अनि गएर हामी चाहिँ गयो, जाँदै पनि अब माथिबाट ढुङ्गा लडिरहेछ, पानी परेको कारणले ढुङ्गा लडिरहेछ। त्यहाँ पुगिसकेपछि अब रेस्क्यु गर्न चाहिँ माथि ल्याउन सक्ने सम्भावना देखिएन। नदेखिएपछि हामीले के गर्यौँ भनेपछि त्यही नजिकको छरिएकोलाई कलेक्सन गरेर 2 ठाउँमा कलेक्सन गर्यौँ। गर्दा रात पर्यो। रात परेपछि मौसम गडबड छ। अब ट्रेन तपाईँले अहिले दिउँसो देख्नु भएको छ, दिनमै त मान्छे जान सक्दैन, रातमा कसरी जान्छ, जोखिम छ। त्यो भएपछि राति गर्न सक्ने अवस्था भएन। त्यसपछि बिहानबाट हामीले यो सुरु गऱ्यौँ। बिहानबाट तयारी गरेर 3-4 ठाउँबाट रेस्क्यु गर्न सकिन्छ कि भनेर कोसिस गरियो। तलबाट पनि भिड छ, साइडबाट पनि भिड छ। एउटा मात्रै विकल्प डोरी लगाएर गएर लिएर आउने भन्दा अर्को विकल्प छैन। न यहाँ हेलीको विकल्प छ न अन्य कुनै छ। डोरी लगाउने म्यानुअल्ली उठाउने बाहेक अन्य कुनै पनि विकल्प नभएको हुनाले यो चाहिँ नि अब ढिलाइ हुने भन्नुको मतलब पनि यो ट्रेनको कारणले गर्दा ज्यादै नै अप्ठ्यारो ठाउँ भएको हुनाले त्यस कारणले अलिकति ढिलाइ भएको हो। तर हिजो घाइतेको हकमा चाहिँ हामीले तुरुन्तै नै घटनास्थलमा पुगेपछि 1 जना घाइते भेट्न सक्यो, उसलाई उद्धार गरेर तुरुन्तै पठाइयो। अरूको अवस्था चाहिँ डेथ भइसकेको अवस्था भएको हुनाले अब तिनलाई माथि ल्याउनलाई धेरै जोखिम भएको हुनाले हिजो चाहिँ यो ट्रेनको कारणले ल्याउन नसकेको। आज बिहानबाट हाम्रो नेपाली सेना, सशस्त्र प्रहरी सबै गरेर सबैको टिम मिलेर चाहिँ उद्धार गरेको।